नमस्कार सबैमा, म अनिल। आज चैतको 3 गते भयो, आज आइतबार है त। आज मार्चको चाहिँ 16 तारिक भयो है त। आज नेपाली सेयर मार्केट 21 अङ्कले घटेर चाहिँ 2714 मा गएर चाहिँ क्लोजिङ दिएको चाहिँ छ है त। 0.79% चाहिँ गिरावट हो। 6 अर्ब 83 करोडको चाहिँ भोल्युम आएको छ भने चाहिँ 1 करोड 39 लाख किता सङ्ख्याको चाहिँ कारोबार चाहिँ भयो है त। मार्केट हेर्नुहुन्छ भने चाहिँ केही प्रहरमा चाहिँ सुरुको फर्स्ट आवरमा भन्दा पनि फर्स्ट मिनटमा चाहिँ केही बढ्ने प्रयास चाहिँ भएको थियो। 2739 सम्म चाहिँ गएको थियो। अनि त्यस्तै गरी चाहिँ मार्केट लगातार रूपमा चाहिँ लोअर हाईकै श्रृङ्खलामा चाहिँ मार्केट चाहिँ घट्यो है त। त्यस्तै गरी चाहिँ मार्केट लास्ट प्रहरबाट चाहिँ लगभग चाहिँ केही सम्हालिन चाहिँ खोजेको। आजको चाहिँ तल्लो पोइन्ट भनेको चाहिँ 2694 सम्म चाहिँ गएको थियो भने चाहिँ आजको क्लोजिङ चाहिँ 2714 मा गएर चाहिँ क्लोजिङ दिएको छ। लास्ट प्रहरमा चाहिँ मार्केट चाहिँ केही सम्हालिएर चाहिँ टुङ्गिएको चाहिँ छ है त। मार्केटमा लगातार रूपमा चाहिँ गिरावट नै रहेको चाहिँ छ है त। बिहिबार केही रेड ग्रिन क्यान्डलको फर्मेसन भए तापनि आज पनि फेरि पनि झरेको छ। तर चाहिँ आजको सुखद पक्ष भनेर भनेको चाहिँ के हो भन्दाखेरिमा चाहिँ आज ह्यामर टाइपको क्यान्डल चाहिँ बनेको चाहिँ छ है त। त्यही नै हो। अब हामी यो भिडियोमा रहेर चाहिँ अब नेप्से चाहिँ 2714 को पोइन्टमा चाहिँ पुगिसकेको छ। बजारमा ह्यामर टाइपको क्यान्डल चाहिँ फर्मेसन भएको चाहिँ छ है त। बढ्ने सङ्केत त हो, तर चाहिँ अबको स्ट्राटेजी चाहिँ कसरी चाहिँ हामीले अगाडि बढाउन चाहिँ सकिन्छ भन्ने कुरामा चाहिँ हामी चाहिँ विश्लेषण चाहिँ गर्नेछौँ है त। अब सब इन्डेक्स वाइज जाने हो भने चाहिँ के छ त, आज चाहिँ सब इन्डेक्स वाइज चाहिँ हेर्ने हो भने चाहिँ आज चाहिँ सबै इन्डेक्सहरू चाहिँ रताम्य भएका छन् कि छैनन्। लगभग चाहिँ एउटा ट्रेडिङ इन्डेक्स चाहिँ आज चाहिँ बढेको चाहिँ छ है त। ट्रेडिङ इन्डेक्स लगभग 4.92% को चाहिँ वृद्धि छ, जसमा चाहिँ बीबीसीको चाहिँ वृद्धि भएको कारणले गर्दा ट्रेडिङ इन्डेक्स चाहिँ वृद्धि चाहिँ भएको चाहिँ छ है त। अब अरू इन्डेक्सहरू पनि राम्रैसँग चाहिँ घटेका छन्। अदर इन्डेक्स पनि धेरै नै घट्यो है त। अनि त्यस्तै गरी चाहिँ लाइफ इन्सुरेन्स भयो, इन्भेस्टमेन्ट क्षेत्र भयो होइन, हाइड्रो पावर सेक्टर भयो, अनि डेभलपमेन्ट ब्याङ्क चाहिँ सबैभन्दा आज धेरै नै घटेको छ। 2.25% को चाहिँ यसमा चाहिँ गिरावट रहेको चाहिँ छ है त। बैङ्किङ इन्डेक्स चाहिँ 0.80% को चाहिँ गिरावट भएको चाहिँ छ। नेप्से 0.79% को गिरावट हुँदा चाहिँ है त बैङ्किङ अझै पनि चाहिँ धेरैले घटेको छ है। त्यो सिनारियो हो है त। त्यही नै हो मार्केटमा मोटामोटी है त। बीबीसीले चाहिँ कमाएको चाहिँ छ है त। त्यस्तै गरी आरएसडिसी भयो, हेवा भयो, अनि यिनीहरूले चाहिँ कमाएका छन् भनेपछि चाहिँ अब चाहिँ पिएससिएल भयो, जिआरडिबिएल भयो, ग्रिन डेभलपमेन्ट ब्याङ्क लिमिटेड भयो है त। अनि एमएलबिएलले चाहिँ राम्रो सर्किटको लेभलमा कारोबार गरेको थियो, फेरि पनि घटेको छ सर्किटको लेभलमा है त। अब यसमा चाहिँ टप गेनर र टप लुजरमा चाहिँ हेर्नु होला है त। तपाईँले सेटअप बन्यो भने चाहिँ बाई गर्न चाहिँ सक्नुहुन्छ है त। टर्नओभरको हिसाबमा हेर्ने हो भने चाहिँ एचआरएल, एमएलबिएल, जिएचएल, एनआरआइसी, जिएमएलआई चाहिँ आज चाहिँ टप टर्नओभरमा आएको छ भने चाहिँ भोल्युममा चाहिँ जिएचएल, एमएलबिएल, एचआरएल अनि युएमएचएल चाहिँ भोल्युममा चाहिँ कारोबार चाहिँ भएको चाहिँ छ है त। अब हामी मोटामोटी चाहिँ मार्केटको चाहिँ एनालाइसिस समरीपछि चाहिँ हामी मार्केटको चाहिँ अब चार्टमा चाहिँ एनालाइसिस चाहिँ गर्नेछौँ है त। चार्टको एनालाइसिस गर्नुभन्दा पहिला चाहिँ हामी ब्रोकर समरीमा जाँदाखेरिमा चाहिँ के छ त भन्दाखेरिमा चाहिँ ब्रोकर टप 10 ब्रोकरमा चाहिँ 4वटा ब्रोकरको सेलिङ छ भने चाहिँ 6वटा ब्रोकरको चाहिँ बाइङ चाहिँ रहेको चाहिँ छ है त। लगभग त्यो सिनारियो चाहिँ रहेको चाहिँ 6 सम्म चाहिँ 12 नम्बरकोमा चाहिँ टप 10 मा चाहिँ परेको चाहिँ छ है त। 6 नम्बर ब्रोकरसम्म चाहिँ टप 10 चाहिँ परेको छ। 1 2 3 4 अनि त्यस्तै गरी 5 6 6वटाको चाहिँ बाइङ छ भनेपछि चाहिँ 4वटाको चाहिँ सेलिङ चाहिँ रहेको चाहिँ छ है त। मार्केटमा मोटामोटी सिम्पल कुरा हो है। अब डेली टाइम फ्रेममा हामीले चार्ट चाहिँ खोलिराखेका छौँ। यसलाई चाहिँ अलिकति अब आवरली टाइम फ्रेमको बेसिसमा हेर्ने हो भने चाहिँ लास्ट प्रहरमा चाहिँ बाइङ भोल्युम राम्रोसँग चाहिँ आएको चाहिँ छ है त। हेर्न चाहिँ सक्नुहुन्छ। अब राम्रोसँग चाहिँ बाई भोल्युम त आइराखेको चाहिँ छ लास्ट आवरमा, तर चाहिँ अझैसम्म चाहिँ मार्केटले एकदम सिधै एग्रेसिभ रूपमा चाहिँ मोमेन्टम चाहिँ देखाएको चाहिँ छैन है त। अब यसलाई अब तपाईँले चाहिँ सिम्पल कुरा तपाईँले चाहिँ सर्ट टर्मकै लागि इन्ट्री गर्ने हो भने पनि चाहिँ डेली आवरली टाइम फ्रेममा चाहिँ बाईको सिनारियो चाहिँ जेनेरेट चाहिँ हुनु चाहिँ पर्छ है त। बाई सिनारियो चाहिँ जेनेरेट हुनै पर्यो है त। तब बल्ल चाहिँ तपाईँ सर्ट टर्मको लागि इन्ट्रीको लागि एकदम बेटर भयो है त। किन त भन्दाखेरिमा चाहिँ हेर्न सक्नुहुन्छ, आवरली टाइम फ्रेममा बाई यो सिनारियोमा गरेको थियो भने चाहिँ सेल यो सिनारियोमा चाहिँ गरेको चाहिँ थियो है त। बिचमा एउटा चाहिँ बनेको चाहिँ रहेछ है त। तर यो सिनारियोमा चाहिँ गरेको चाहिँ थियो है त। भनेको राम्रो प्रफिट चाहिँ दिएको छ है त सर्ट टर्ममा पनि। यसलाई चाहिँ फलो चाहिँ गर्न सक्नुहुन्छ आफ्नो स्ट्र्याटेजी अनुसार है त। अब डेली टाइम फ्रेमको बेसिसबाट चाहिँ एनालाइसिस गर्दाखेरिमा चाहिँ मार्केटमा चाहिँ सपोर्टको लेभलमा आएर चाहिँ एउटा चाहिँ राम्रो र्यालीमा चाहिँ एउटा के बनेको छ त, ह्यामर टाइपको क्यान्डल चाहिँ बनेको चाहिँ छ है त। यसले बढाउने सङ्केत चाहिँ गर्छ, तर चाहिँ बढ्नै पर्छ भन्ने चाहिँ सिनारियो चाहिँ होइन है फेरि है त। बढ्नै पर्छ भन्ने सिनारियो चाहिँ होइन।
कमसेकम पनि हामी सर्ट टर्मको लागि इन्ट्री गर्नको लागि पनि भोलि पनि यो क्यान्डल दुईवटा लगभग 3वटा क्यान्डलभन्दा माथितिर नै मार्केट चाहिँ सस्टेन चाहिँ हुनु पर्यो 2763 है त। अझै पनि लगभग 20 अङ्क अझै पनि 40 अङ्कको चाहिँ राम्रो वृद्धि हुन्छ भनेपछि चाहिँ मार्केटमा चाहिँ इन्ट्रीको लागि सर्ट टर्मको लागि इन्ट्रीको लागि चाहिँ बेटर चाहिँ भयो है त। त्यति बेलासम्म चाहिँ एउटा हाई क्यान्डेसी अनि इभन चाहिँ आवरली टाइम फ्रेमको बेसिसबाट पनि हामीले चाहिँ मैले पहिला नै भनिहालेँ आवरली टाइम फ्रेमको बेसिसबाट पनि यो डेलीमा हो, मैले अघि नै आवरली टाइम फ्रेममा लगाएको थिएँ, त्यो लेभलमा पनि बाई सिङ्गल चाहिँ तपाईँलाई चाहिँ आउला है त। त्यसरी चाहिँ चल्न चाहिँ सकिन्छ सर्ट टर्मको लागि। अनि त्यस्तै गरी चाहिँ सर्ट टर्मको लागि चल्ने नै हो भने चाहिँ हाई क्यान्डेसीले बाई सिङ्गल दियो भने चाहिँ तपाईँ मजासित चाहिँ बाई गर्न चाहिँ सक्नुहुन्छ है त। बाई गर्ने अनि जहिले रेड क्यान्डल फर्मेसन भन्छ तैले चाहिँ सेल चाहिँ गर्ने है त। त्यसरी चल्दाखेरिमा चाहिँ बेटर होला। एउटा इन्डिकेटर चाहिँ तपाईँले युज गर्नु पर्यो होइन भने पनि तपाईँले 9 दिनको मुभिङ एभरेज है त लगभग चाहिँ हेर्ने हो भने चाहिँ तपाईँले ट्रेडरको लागि चाहिँ कमसेकम पनि चाहिँ मुभिङ एभरेज चाहिँ 9 दिनको मुभिङ एभरेजभन्दा माथितिर चाहिँ सस्टेन हुन खोज्यो भनेपछि चाहिँ मार्केटमा चाहिँ अलिकति राम्रो चार्मिङ आयो भने चाहिँ भन्न चाहिँ सकिन्छ। यो 9 दिनको मुभिङ एभरेज लगभग चाहिँ 2782 भन्दा माथितिर नै छ है त। हामीले भनेका थियौँ 2763 है त। अब त्यो रेन्जभन्दा माथितिर नै सस्टेन हुन खोज्यो भनेपछि चाहिँ मार्केटमा चाहिँ पोजिटिभ चाहिँ भयो है त। यो अलिकति मिड टर्मको लागि चाहिँ गर्न चाहिँ सकिन्छ है त 9 दिनको मुभिङ एभरेज है त। त्यही नै भयो। पिभोट पोइन्ट भन्दा माथितिर चाहिँ बसेको छ कि छैन मार्केट आज? पिभोट पोइन्ट भन्दा पनि माथितिर बसेको चाहिँ छैन। हामी कमसेकम पनि पिभोट पोइन्ट अनुसार चाहिँ 2767 भन्दा माथितिर नै बस्न सफल भयो भने चाहिँ बल्ल चाहिँ मार्केटमा चाहिँ पोजिटिभ सिनारियो आयो भनेर भन्न चाहिँ सकिन्छ। हामीले भनेको त्यही नै हो। यो 2टा 3टाको क्यान्डलको माथितिर नै बस्नु पर्यो मार्केटमा सर्ट टर्मको लागि भए पनि है त। सुपर ट्रेन्ड 10/3 को चाहिँ सेल सिङ्गल नै छ। बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भन्दा चाहिँ तलतिर नै छ है त। कमसेकम पनि चाहिँ मिडल ब्यान्ड भन्दा माथितिर चाहिँ बस्नु पर्यो 2766 त्यो भन्दा माथितिर नै बस्नु पर्यो। 2766 लाई टच गरेर चाहिँ फेरि तलतिर झर्न खोज्छ भने चाहिँ त्यो चाहिँ नेगेटिभ भयो है। के भन्न खोजिरहेको छु त मैले भन्दाखेरिमा चाहिँ यो सिनारियो भन्दा है त के भयो त यो सिनारियो भन्दा तलतिर बस्न खोज्यो भने चाहिँ नराम्रो चाहिँ भयो है त। यो सिनारियो यो चाहिँ हामी यसरी चाहिँ जाँदाखेरिमा चाहिँ भएन। यो सिनारियो भयो अनि बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भनेको चाहिँ यही सिनारियोमा चाहिँ छ है त। यो सिनारियोबाट चाहिँ फेरि लोवर हाई चाहिँ श्रृङ्खला जारी गर्न खोज्यो भनेपछि चाहिँ मार्केटमा चाहिँ अलिकति नराम्रो भयो है त। लोवर हाई है त लोवर हाई श्रृङ्खला जारी गर्न खोज्यो भनेपछि चाहिँ ओभरअल्ली हेर्ने हो भने चाहिँ मार्केटमा चाहिँ नराम्रो सिनारियो चाहिँ हुन्छ। त्यो जबसम्म चाहिँ अब नेगेटिभ नै मान्ने हो भने चाहिँ लोवर हाईमा चाहिँ बेच्न चाहिँ सकिन्छ है त। अब भोल्युम हेर्ने हो है त। लोवर हाई बनाउने बेला चाहिँ नेगेटिभ भोल्युम चाहिँ धेरै नै आयो भनेपछि चाहिँ हाम्रो सपोर्टको पोइन्ट तत्कालको लागि कतिको रेन्जमा छ त है त। अहिले हामी चाहिँ हायर हाईमै चाहिँ छौँ है त। भन्नाले चाहिँ डाउ थ्योरी अनुसार चाहिँ हामी हायर हाईमै चाहिँ छौँ है त। हाम्रो लोको पोइन्ट कति हो त भन्दाखेरिमा चाहिँ लगभग चाहिँ 2670 को एरिया है त। 2670 भन्दा तल नजाँदासम्म चाहिँ हामी डाउ थ्योरी अनुसार चाहिँ बुलिस नै छौँ। त्यो चाहिँ मान्नु चाहिँ पर्यो है त। तर चाहिँ लोवर हाई चाहिँ बनाएर तल झर्न खोज्छ भनेपछि चाहिँ त्यस बेला चाहिँ सेलिङ प्रेसर कस्तो आउँछ त है त। त्यसलाई चाहिँ प्रोटेक्ट गरेर चाहिँ हामी चाहिँ सेलको लागि चाहिँ सोच्न चाहिँ सक्छौँ है त। त्यही नै भयो मोटामोटी है त मार्केटमा। अब इन्डिकेटरहरू सबै चाहिँ अब नेगेटिभ नै छन् अहिले तत्कालको लागि, कुनै पनि पोजिटिभ चाहिँ छैन है त। अब एमएससिडीहरू चाहिँ नेगेटिभ नै छ। आरएसआई चाहिँ 44 को लेभलमा चाहिँ आएको चाहिँ छ है त। आज पनि झरेको चाहिँ छ है त। अब हेर्न चाहिँ सकिन्छ। अब एउटा चाहिँ राम्रो कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ सपोर्टको पोइन्ट भनेको चाहिँ अब मार्केटमा चाहिँ सपोर्टको पोइन्ट झरेर चाहिँ बढेर झर्ने टाइम फ्रेममा चाहिँ सपोर्टको पोइन्ट हुन्छ जुनसुकै एरियामा हो नि। तर चाहिँ यो के हो त भन्दाखेरि चाहिँ तत्कालको तल्लो चाहिँ हाम्रो चाहिँ यो हायर लोको श्रृङ्खलामा चाहिँ नजिकैबाट 2672 मा थियो। आज चाहिँ कतिबाट फर्कियो भन्दाखेरि चाहिँ 2693 बाट चाहिँ फर्किएको हो है त। त्यो रेन्जबाट फर्किएको कारणले गर्दाखेरिमा चाहिँ अनि मार्केटमा चाहिँ एउटा लो पोइन्टमा आएर चाहिँ ह्यामर टाइपको क्यान्डल बन्नु भनेको चाहिँ एकदम राम्रो सुखद पक्ष हो है त। त्यस कारणले मार्केटमा चाहिँ भोलिबाट चाहिँ केही चार्मिङहरू चाहिँ आउन चाहिँ सक्छ। त्यो चार्मिङ हामीले के भन्यौँ त भन्दाखेरिमा चाहिँ कमसेकम पनि 2758 भन्दा माथितिर चाहिँ जानु पर्यो है त। त्यो एरिया चाहिँ हुनु पर्यो। कमसेकम पनि 2750 भन्दा माथितिर नै सस्टेन चाहिँ हुनु पर्यो मार्केट। त्यही नै सिनारियो है त। अरू सबैतिर चाहिँ ठिक नै छ है त। मार्केटमा चाहिँ सिम्पली रूपमा चाहिँ स्ट्राटेजी अनुसार चाहिँ फलो गर्नु होला। जुनसुकै स्ट्राटेजी चाहिँ फलो गर्नुहोस् है त। फलो नै गर्नु होला है त। सर्ट टर्मको लागि लङ टर्मको लागि ओभरअलली हेर्ने हो भने मार्केट चाहिँ हामी चाहिँ बुलिस लयमै छौँ है त। एउटा राम्रो बेरिसको सिनारीबाट चाहिँ गुज्रिएर बुलिसको सिनारीमा चाहिँ छौँ है त। त्यस कारणले गर्दा मार्केट जबसम्म चाहिँ लगभग चाहिँ 2680 भन्दा तलतिर जाँदैन तबसम्म चाहिँ हामी त्यति धेरै चाहिँ आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन है त। इचिमो क्लाउडबाट पनि हामी कुन लेभलमा छौँ त भनेको चाहिँ यो भनेको एकदम राम्रो पक्ष हो है। यो भनेको चाहिँ मार्केटमा चाहिँ ग्रिन
त्यो बादलहरू बन्नु भनेको चाहिँ यो सिनारियोको हो मार्केटमा हेर्न चाहिँ सक्नुहुन्छ है त। यो सिनारियोमा कसरी बढेको थियो त्यो सिनारियो अनुसार चाहिँ मार्केट चाहिँ अगाडि चाहिँ बढेको चाहिँ छ है त। अब रेड क्यान्डलको फर्मेसनभन्दा तलतिर नै आएको चाहिँ छ छनलाई चाहिँ होइन। अब मार्केट बढ्नको लागि पनि अब कमसेकम पनि चाहिँ यो रेन्जभन्दा माथितिर नै जानु पऱ्यो, 2800 भन्दा माथितिर। त्यो अलिकति चाहिँ मिड टर्मको लागि चाहिँ हुन चाहिँ सक्छ। सर्ट टर्मको लागि हामीले भनिहाल्यौँ लगभग चाहिँ 2760 65 भन्दा माथितिर चाहिँ मार्केट चाहिँ जानु चाहिँ पऱ्यो है त। यही नै हो है त। मार्केटमा चाहिँ आफ्नो चाहिँ स्टडी गर्नु होला है त, वाच गर्नु होला। त्यही नै भयो है त। आजलाई यति नै। हवस् त, धन्यवाद।